के भने यहाँबाट टक्कै जाँदाखेरि त्यो खाल्टो पार हुने बित्तिकै त्यहाँ रोकेर हेर्नु, त्यत्रो ठुलो खाल्टो बाटोमा देखेर मान्छेलाई अप्ठ्यारो हुन्छ भनेर साथीभाइलाई सिमेन्ट बलुवाहरू लिएर आइज भनेर बोलाएको छ होइन। र बोलाएर उनीहरूले त्यहाँको खाल्टोको पानी सबै निकालेर ढुङ्गाहरू यसरी हालेर है, अनि माटोहरू पनि अब खन्दै ल हेर्नु कति मजाले त्यहाँ ढुङ्गा होइन माटोहरू हालेर सबै पुरेर त्यस पछाडि उनीहरूले होइन ल हेर्नु कति मजाले पुरेर एकदम मिलाएको छ, त्यो खाल्टोलाई पुरिएको छ र कति मजाले उनीहरूले सबै त्यो जाम गरिराखेको छ है त। अनि उनीहरूले त्यो सिमेन्ट जुन चाहिँ बलुवा लिएर आएको थियो त्यो पनि अब घोलेर पानी हालेर त्यो पनि मिलाएर त्यो खाल्टोमाथि हालेको। यो भाइहरूको कामको लागि चाहिँ सेल्युट छ एउटा ल।